अलिअलि चाहिँ भुट्न सकेमा यहाँनिर चाहिँ मेरो वाइ हुन्छ भन्ने लागेको छ। यो अल्गोरिदमलाई कसरी म्यानिपुलेट गर्ने भन्ने उसको ट्याक्टिक्स हो। तर रियल प्रब्लम्सहरूबारे उसले क्वेसन गरेछ। विद्यार्थीहरूलाई चाहिँ के भन्छ गाडी भाडामा 45% छुट चाहिँ यातायात व्यवसायहरूले दिन्न भने त्यो होला नि त रियल प्रब्लम। त्यसलाई के गरेछ अहिले यो बालेन सरकार फाँसीवादी बालेन सरकार आइसकेपछि कतिवटा नयाँ फ्याक्ट्री खोल्यो। कुन चाहिँ पोलिसीमा चेन्ज भयो जसले गर्दाखेरि चाहिँ नेपालभित्र युवाहरू काम गर्न सक्ने स्थिति बन्यो? केही छ त्यो चेन्जेसहरू? केही छ त्यो चेन्जेसहरू केही पनि नल्याउने, फ्याक्ट्रिजहरू नखोल्ने, यो राज्य व्यवस्थालाई जहिले पनि विदेशीहरूको चाकडी गर्ने बनाउने, विदेशबाटै सामान किन्ने, विदेशमै काम गर्नुपर्ने, 18 वर्षसम्म चाहिँ भात खाइसकेपछि विदेशमै पाखुरा बजार्न जानुपर्ने बाध्यात्मक स्थितिको त्यसको परिवर्तन त नीतिगत योजनाहरूबाट हुन्छ होला नि त, कामहरूबाट हुन्छ होला नि त। त्यो के पनि नगर्ने अनि त्यस पछाडि हावातालमा यता अर्को एउटा भत्काउने, अर्को भत्काउने, पुलिसहरूलाई दुःख दिने, के गर्ने हो? अनावश्यक यो यस्तो चपेटामा हामी पर्नु हुँदैन। यसको हामी सबैजनासँग दिमाग छ साथी हो। त्यो दिमागले सोच्ने क्षमता हामी अर्काले नबाँडौँ, आफ्नो दिमाग आफै सोचौँ, यो अल्गोरिदमलाई चिरौँ र सत्य तथ्य बुझौँ। यति भन्न चाहन्छु। फासिस्ट बालेन सरकार मुर्दाबाद। यो अरूहरूको छ नि, यो किन युद्धमा भएको सुन्नु थाहा छ? यो तपाईँको आन्दोलन गर्नलाई मान्छे चाहिएन, त्यो गर्नको लागि नै यहाँ मान्छेहरू राखेको हो क्या, त्यो दुईटा पार्टीको मान्छेहरू मान्छे चाहिएन। अब मलाई पहिला चुनाव जाँदाखेरि तपाईँहरू पनि रिपोर्ट गरे, एउटै दुईटा फरक पार्टीकोमा एउटा अनुहारको मान्छे थियो, भेट्नु भएको छ? यदि रिपोर्टरलाई म सोध्छु भेट्नु भएको छैन छ होइन? अब मैले के भन्न खोजेको भनेदेखि उहाँहरूले गर्छ र काम गर्छ, उहाँहरू जुन कतै लगेर राख्छ, त्यहाँ उहाँलाई एउटा कारखाना खोलिदिने सरकारले सोच्दैन। त्यति सरकार बौला हो, यत्रो ठिकै सोध्न सक्ने। अहिले संसारको गण्यमान्य हाम्रो प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सोचेको छैन फ्याक्ट्रीको बारेमा, केही सोचेको छैन। तपाईँ हेर्दै जानुहोस् न, मैले भने आइसियुमा भएको मान्छे छ, दौडाउन सक्दैन, सास फेरेको छ। सास फेर्नु भनेको देशको लागि सुशासन हो, सुशासन कायम भइरहेछ। 30 वर्षदेखि के भयो थाहा छैन, भयो 5 छैन के हिरो भएर भाइ तिमीहरू होल्ड गर, तिमीलाई के गर, तिमीहरूले पनि यसो गर, होल्ड गर्दिन कि किन देऊ न भने काठमाडौँ बनाएर भत्किएको छैन नि त। यो यही घट्दै किन भत्क्यो भने सोच के